हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि तपाईँलाई स्वागत छ मेरो अर्को भिडियोमा, अर्को ब्लगमा। यता चाहिँ हाम्रो आमा चाहिँ यहाँ रोटी पकाउनलाई पिठो मुछ्दै हुनुहुन्छ। त्यो चाहिँ आँटाको रोटी है। हाम्रो आमा चाहिँ आज अलि रिसाउनु भएको छ मसँग, त्यही भएर बोल्नु भएको छ। तर जति नै रिसायो भने पनि म हँसाइ निकालिहाल्छु। त्यो चाहिँ ट्यालेन्ट छ है साथीहरू मसँग चाहिँ। अब म यो आमा के काम गर्नु हो म अब? काम पनि छैन हो। अलैँचीमा मल पनि हालियो, अलैँची गोडियो, सबै सक्यो। काम सक्यो मेरो हो साथीहरू। अब काम दिने भनेको यता हो आमाले हो। आमाले अब के काम दिनुहुन्छ त्यही गर्नु पर्यो। तर आज काम छैन खासै मेरो। रोजमा पनि कसैले हाल्दैन हो मलाई त यार, साँच्ची भनेको। अल्छे भनेर न होला के हो यार, कसैले त बोलाउ न हौ रोजमा यार। अलैँची रोप्नु आउँछ मलाई, अलैँची बिरुवा निकाल्नु आउँछ हो, अलैँची टिप्नु आउँछ। बारी खन्नु आउँदैन एउटा मलाई, अर्को भनेको बारी खन्नु चाहिँ आउँदैन भक्कै कुरा हो होइन। अनि अर्को भनेको घाँस काट्नु आउँदैन, अलैँची टिप्नु, अलैँची गोड्नु बोलाउनु नि हो कसैले त मलाई यार। रोज धेरै होइन, दिनको 1000 रुपियाँ दिनुपर्छ तर मलाई। के को लाग्छ आमा? म अल्छे अरे। अब मै अल्छे भयो भने त यो संसारमा सबै अल्छे। हिजो राति निद नलाएर त आम्म 3 बजी सुत्यो होला म। जस्ता पल्टिन्छु हुँदैन त पल्टिन्छु हुँदैन। साथीहरू अहिले भेट्छु है त तपाईँ। म चाहिँ अब माछाको चारो टिप्नु गएको है आमा। स्याबेज रिप्लाई नदिनु न हो। मेरो माछाको चारै छैन गाई चाहिँ। सब खाइसक्यो नि त हो चारो त यिनीहरूले त। ऊ त्यो बाहिरको दाँत चुडाइरहेछ ऊ। त्यो हेरौँ न गाई, चारो नभएर क्या अघि खाइसकेको। अब चारो टिप्नु गएको गाई म चाहिँ है। माथि माथि चारो टिप्नु जाको है म चाहिँ। आमा कहाँको टिप्नु हौ? चारो पनि जतातताको टिप्नु दिँदैन। कहाँको टिप्नु? कुन जतातताको चारो टिप्नु दिँदैन हो गाइस। त्यही भएर माथिको टिप्नु गएको म चाहिँ गाइस हो। खै ठुलो कि सानोको? त्यो उयसको बिचको गाइस हो। चारो टिप्नु गएको म हाम्रो मछलियाहरूलाई। चारो चाहिँ यहाँ चाहिँ यो यहाँ माथि पहिला टिप्छु। अलैँची त सब ढलेर ढुट्टो भएछ नि यार। त्यतातिर हेरौँ नि। यो चाहिँ टिप्नु पर्यो अब। यसो टिप्नुपर्छ है साथीहरू। चारो चाहिँ
टिपेर नि ल्याउँदैछ साथीहरू गाइस म चाहिँ होइन यता चाहिँ हाम्रो आमाले भैँसीलाई चारो के अरे पानी दिँदै हुनुहुन्छ भैँसी र गाईलाई म चाहिँ माछाको चारो काटेर दिनु पर्यो यस्तै छ है साथीहरू बापरी अब यो यहाँ कटिङ गर्नुपर्ने हुन्छ साथीहरू है टक्क यो पिरामा बसेर चाहिँ टक 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 कटिङ गरेर माछालाई हालिदिन्छु म भिडियोले हेर्दै गर्नु होला साथीहरू फाइनल्ली काटि पनि सकेँ साथीहरू है मैले चाहिँ अब यो माछा चारोलाई माछा चारो दिनुपर्ने हुन्छ साथीहरू हो लास्ट गाह्रो छ मलाई यहाँ क्यामेरा पक्रिने मान्छे छैन आफै यस्तो छ हौ साथीहरू क्यामेरा पक्रिने मान्छे नि छैन एउटा क्यामेरा पक्रिने मान्छे ल्याउनु पर्ला जस्तो छ हो अब यो चाहिँ यसरी दिने माछालाई सट्ट माछालाई चारो दिइसक्यो ऊ आइरहेछ खानु खानु सुरु गर्यो है साथीहरू यहाँ आमाले के गर्दै हुनुहुन्छ हौ यहाँ पर क्यामेरा तेर्साउने बित्तिकै दिसाइहाल्नुहुन्छ क्या तर आमा चाहिँ यहाँको मेरो चियाको बिरुवा खै सबै मरिगएछ त खै हुन्छ भनेर रोपेको एउटा चाहिँ बाँचिरहेको रहेछ यो पनि बाँचिरहेको रहेछ मेरो चिया यहाँ चाहिँ कहाँबाट मल भेटेर हो यस्तो खतरा उयो भएर आयो खै म गरिदिन्छु हौ खाल्डो बनाइदिन्छु म यत्रो उयोलाई चाहिँ खाल्डो बनाउनु पर्दैन ल त्यहाँ पनि छ है काँक्राको बोट चाहिँ साथीहरू यहाँ पनि छ तर हाम्रो किन ढिलो हो अरूकोमा त फलिसक्यो त राइटतिर सबै फलिसक्यो काँक्रा हाम्रोमा फलेको छैन अहिलेसम्म यार को हो त्यो त साथीहरू हेरौँ यो चाहिँ मैले बनाएको अहिले भर्खरै किन बनाएको भन्दाखेरि यहाँ छ क्या आए माचिस कस्तो नमाइसो घोच्यो नि यार यसको लागि हो कि गाइस यो चाहिँ करेला हो क्या तिते करेला यहाँ टक्क यसरी लगाएर यहाँ माथि चाहिँ टक्क फल्छ क्या तल फल्छ माथि उयो उसको यो चाहिँ झ्याल चाहिँ माथि हुन्छ तल चाहिँ फल्छ अहिले भर्खरै मैले बनाएको है यो चाहिँ आज चाहिँ म यो अस्ति बनाउँदै गरेको घरमा आएको छु यस्तो दामी दामी रुमहरू भइसकेको चाहिँ तपाईँलाई म क्यामेरा फिट गरेर देखाइदिन्छु होइन
मिस्त्री चाहिँ यता हो है, ऊ नाच्दैछ मिस्त्री। इ रुम हेर्नु है साथीहरू कस्तो बवाल छ क्या। टक्क हो, टक्क अब यसमा कलर गरिदिँदाखेरि चाहिँ कस्तो हुन्छ होला साथीहरू। यहाँ झ्याल छ, टक्क यहाँ बेड हुन्छ यस्तो ठाडो होइन। यहाँ टक्क बाल उयो टेबल सेबल राखेर टक्क उयो गर्ने उज्यालोमा टक्क एउटा दराज राख्यो भने चाहिँ दामी हुन्छ। यता चाहिँ बन्दै छ, दुईवटा रुम चाहिँ यो माथिल्लो तलाको रुम हो। हेरौँ त साथीहरू कस्तो बवाल बवाल छ बवाल। ठ्याक्कै यहाँदेखि उता चाहिँ यो भागदेखि उता बेड राख्दा हुने रहेछ ठ्याक्कै है। बवाल छ साथीहरू। एकै खालको हुने चाहिँ कोठा चाहिँ। यहाँ चाहिँ टक्क प्यासेज छ हो, प्यासेज छ यहाँ चाहिँ हो। यहाँबाट बाहिरको झ्याल हुन्छ, यहाँबाट बाहिरको झ्याल हुन्छ। दामी खाजा चाहिँ यहाँ खाँदैछु है म चाहिँ साथीहरूकोमा। पानी खानु पर्यो। ओसाङको थर्मस चावा चाहिँ न्युजिरा चिङ्जी रहेछ धन्न। ए तातो रहेछ। पथाले चाहिँ केटी खाबा डुङ्ग्यामको पथरी जाँदा छिरुङ्नी सबै त डुङमा पुग्दो रहेछ। खाबा त खाबा देन्नी खाएपछि खाएपछि सबै खाने अलग कत्रासम्म छोडेपछि सुन्नुभयो साथी हो। यस्तो कडा त छ मान्छेहरू खाएपछि अलग कता पनि नछोड्ने अरे, छोडेपछि चिसो पनि नखाए। के भनेको के भनेको है, के भन्नु खोजेको यसले? खाएपछि अलग कता पनि छोड्दैन अरे, नखाएर चाहिँ रेडबुल त नखाने अरे, चिसो पनि खाँदिनँ अरे। हुने चले लाइन त खायो उडाङ बस्नुपर्छ अक्सिजन लाइन त मात्रै खाँदा युनिपेज बोर हुन्छ। लाइन चालुमा खाउँ बेरी त दिम खात क्या पैसा दिन 30 रुपियाँ मात्रै माग्छ। आमको स्वास्थ्य चाहिँ हिसाब राख्नु न, स्वास्थ्य दिन त कति आमको स्वास्थ्य बिग्रिरहेछ। अनि बेरी त दिन खाल्यो नि हामी जस्तो छोडेपछि लाग्दै चुरोट बेडी छोड्ने टिप्स चाहियो भने सोधौँ न बरु हामीलाई।
पक्कै नै भयो नन स्टप मैले त 15 16 वर्षै खाएँ होला नन स्टप हो खाना झन्नी सँगसँगै खाएको हामी हाम्रो BMW भने पनि मर्सिडिज भने पनि यही छ एउटा केटा हो हाम्रो BMW चाहिँ यहाँ चाहिँ साथी हो है अब हामी BMW मा चढेर जान्छौँ BMW को ड्राइभर चाहिँ यता छ लु स्टार्ट गर न हाम्रो BMW अब जानुपर्छ साथीहरू पुरा मिटिङतिर माथि साथीहरू म चाहिँ हाम्रो मिटिङ स्पटमा आइपुग्न लागेको छु है यहाँ तलसम्म चाहिँ बाइकमा आइयो BMW मा आइयो हैन यहाँदेखि चाहिँ अब हिँड्नु पर्यो यस्तोमा त बाइक हिँड्दैन हो BMW त्यही भएर हिँड्दै हिँड्दै आउँदैछु चाहिँ सेट तेरिका